हेलो हेलो। हामी चाहिँ आजबाट फ्लटरको नयाँ कोर्स सुरु गर्दैछौँ है। यो कोर्सको फर्स्ट भिडियो हो। आज चाहिँ हामी यो कोर्सभित्र के छ भन्ने कुरा चाहिँ सिक्छौँ है त। ल अब भिडियो सुरु गरौँ। हामीले यो कोर्स सुरु गर्छौँ इन्ट्रोडक्सन एन्ड इन्स्टलेसनबाट है त। सुरुमा चाहिँ हामीले इन्ट्रोडक्सन अफ फ्लटरको बारेमा थाहा पाउँछौँ। त्यसपछि हाम्रो यो क्रस प्लेटफर्म मोबाइल एप्लिकेसन डेभलपमेन्टको बारेमा अलिअलि जानकारी लिन्छौँ। त्यसपछि फ्लटरको एसडीके डाउनलोड गर्ने तरिका र त्यसपछि एन्ड्रोइड स्टुडियो अथवा भिएस कोडलाई सेटअप गर्ने तरिका सिक्छौँ। त्यति सिकिसकेपछि त्यसपछि हामी सेकेन्डमा जान्छौँ। त्यसपछि बेसिक्स अफ डाट प्रोग्रामिङ हामीले सिक्छौँ। डाट प्रोग्रामिङको बेसिक कुराहरू सबै त यो हामीले यो कोर्समा सिकिँदैन, किनकि डाट प्रोग्रामिङको चाहिँ मैले छुट्टै अर्कै कोर्स लिएर आउनेछु पछि। हाम्रो यो फ्लटरको कोर्स अन्तर्गत चाहिँ डार्कको केही बेसिक कुराहरू मात्र सिक्नेछौँ, जस्तो कि प्रिन्टिङ हेलो वर्ल्ड चाहिँ नि प्रिन्ट गर्नको लागि, अनि कमेन्टहरू, भेरिएबल्सहरू, त्यसपछि डेटा टाइपहरू, क्लास र अब्जेक्टहरू, अनि फङ्सन, सिङ्क एन्ड अवेटको बारेमा हामीले केही जानकारीहरू लिनेछौँ। त्यसपछि डाट प्रोग्रामिङको पनि बेसिकहरू जानिसकेपछि त्यसपछि हामी लाग्नेछौँ फ्लटरको बेसिक इन्ट्रोडक्सनमा। फ्लटरको बेसिक इन्ट्रोडक्सनभित्र चाहिँ हामी के सिक्छौँ भन्दा सुरुमा हामीले पहिलो एप डेभलप गर्छौँ। त्यो चाहिँ फर्स्ट हेलो वर्ल्ड एप हुनेछ। त्यसपछि फर्स्ट एप डेभलप गरिसकेपछि हामीले मेटेरियल डिजाइनको बारेमा नि केही कुराहरू बुझ्नेछौँ। त्यसपछि यो फ्लटर एउटा तपाईँको फ्लटर प्रोजेक्टको पुरै तपाईँको स्ट्रक्चरहरू कस्तो हुन्छ, कुन फोल्डर कता हुन्छ, कुन फोल्डरमा के हुन्छ भन्ने कुरा पनि सिक्छौँ। अनि त्यसपछि हामीले चाहिँ कन्सेप्ट अफ पियुबी भनेको पब भनेको चाहिँ तपाईँको चाहिँ प्याकेज म्यानेजर हो फ्लटरको। यसको बारेमा पनि हामीले डिटेलमा सिक्नेछौँ। त्यो सिकिसकेपछि त्यसपछि हामीले चाहिँ फ्लटर विजिटको बारेमा सिक्छौँ, किनकि फ्लटर भनेको सबै विजिटमै हो नि हो होइन। विजिटमा चाहिँ हामीले के सिक्छौँ भन्दाखेरि इन्ट्रोडक्सन अफ विजिट, सुरुमा त विजिटको इन्ट्रोडक्सनको बारेमा सिक्छौँ होइन, केही कुराहरू जानकारी लिन्छौँ। त्यसपछि विजिटको इन्ट्रोडक्सनहरू लिइसकेपछि अलिअलि विजिटको बारेमा थाहा पाइसकेपछि हामीले बेसिकबाट सुरु गर्छौँ। टेक्स्ट विजिटको बारेमा, अनि कन्टेनर विजिटको बारेमा, र कलमको बारेमा, बटनको बारेमा, स्क्याफोल्डको बारेमा, त्यसपछि इमेजहरू, त्यसपछि आइकनहरूको बारेमा, त्यसपछि आफ्नै कस्टम विजिटहरू क्रिएट गर्न पनि सिक्नेछौँ। अनि त्यति फ्लटरको विजिटहरू सिकिसकेपछि त्यसपछि हामीले सिक्नेछौँ लिस्ट भ्यू र नेभिगेसनको बारेमा। लिस्ट भ्यू र लिस्ट भ्यू बिल्डरको बारेमा, लिस्ट भ्यूलाई र लिस्ट भ्यूको बिल्डरलाई कसरी युज गर्ने, नेभिगेटर भनेको चाहिँ तपाईँको चाहिँ एउटा कुनै बटनमा क्लिक भइसकेपछि त्यो चाहिँ तपाईँको पेजलाई स्विच गर्ने, तपाईँको एउटा पेजबाट अर्को पेजमा जाने तरिका त्यो चाहिँ कसरी गराउने भन्ने कुरा, यस्तै राउट्सको कुराहरू, नेभिगेटरको कुराहरू सिक्नेछौँ। त्यति सिकिसकेपछि त्यसपछि हामी जानेछौँ स्टेटलेस र स्टेटफुल विजिटमा। यो सबसे मेन यही हो फ्लटरमा होइन। स्टेटलेस र स्टेटफुल विजिट, यही दुईवटा विजिटभित्र सबै कुरा हुने हो फ्लटरभित्र। यसमा चाहिँ हामीले सिक्छौँ सुरुमा स्टेटलेस विजिटको बारेमा, त्यसपछि स्टेटफुल विजिटको बारेमा, त्यसपछि सेट स्टेटको बारेमा। सेट स्टेट भनेको चाहिँ तपाईँको रियल टाइम अपडेट गर्ने हो कुराहरूलाई। सेट स्टेट भनेको चाहिँ स्टेटफुल विजिटभित्र हुने कुरा हो होइन। यसको बारेमा नि हामीले डिटेलमा अगाडि भिडियोहरूमा सिक्छौँ। त्यसपछि आउँछ हाम्रो प्लगइन र प्याकेजेसहरू। हामीले चाहिँ प्लगइनहरूलाई कसरी इन्स्टल गर्ने, कसरी त्यसलाई चाहिँ हाम्रो एपमा युज गर्ने, यो तपाईँको इमेज पिकरहरू जस्तो प्लगइनहरू, क्यामेराको प्लगइनहरू छ, यो सबै प्लगइनहरूलाई हाम्रो एपमा युज गर्ने कसरी भन्ने कुरा सिक्छौँ होइन। त्यसपछि आउँछ डाटाबेस र एपिआईहरू। एपिआईको तपाईँको सर्भरको डेटालाई कसरी फेच गर्ने, कसरी ल्याउने, फायरबेस डेटाबेसहरू, फायरबेस भन्दा तपाईँको अरू एक्सक्युएल डेटाबेसहरू पनि सिकिन्छ अलिअलि होइन। त्यसपछि हामीले सिक्छौँ सेयर प्रिफरेन्सको बारेमा। अनि यो सिकिसकेपछि हामीले चाहिँ हाम्रो एपलाई चाहिँ लाइभ गर्नको लागि प्ले स्टोर अथवा एप स्टोरमा चाहिँ कसरी अपलोड गरिन्छ, तपाईँको बिल्ड गरेर त्यसलाई चाहिँ साइन एपिके क्रिएट गरेर अपलोड गर्ने तरिकाहरू सबै डिटेलमा सिक्नेछौँ होइन। लास्टमा चाहिँ हाम्रो चाहिँ सबै एप बनेर एप तपाईँको चाहिँ एप स्टोर, प्ले स्टोरमा पब्लिस भइसकेपछि त्यसमा कसरी पैसा कमाउने भन्ने पनि सिक्नेछौँ हामीले। त्यो गुगल एडमबको बारेमा बेसिक कुराहरू, त्यसपछि तपाईँको एपमा चाहिँ कसरी एडहरू प्लेस गर्न सकिन्छ, कुन एडहरू कसरी हाल्ने, यो सबै कुराहरू चाहिँ हाम्रो यो कोर्सभित्र हुनेछ। भोलिबाट चाहिँ हाम्रो कोर्स सुरु हुनेछ है त। नयाँ कोर्स स्टार्ट हुनेछ।